थापा वार्ड नम्बर 2 दमेक निवासी र रविलाल सुनारको बुहारी धनबहादुर सुनारको श्रीमती वर्ष 60 को पूर्णिमा सुनार शोधन बेरोनी आसामीका नाम जी बर्दिया बढियाताल वार्ड नम्बर 8 स्याउलीबार निवासी कृष्णबहादुर तामाङको बुहारी एमएल तामाङको श्रीमती वर्ष 45 को गौमाया तामाङले आफ्नो नाममा रहेको बढियाताल 8 स्याउलीबार अन्तर्गत रहेको किनम 518 को जग्गाको क्षेत्रफल 1.72 जग्गा निज साहु पूर्णिमा सुनारलाई नेपाली रुपैयाँ 6,50,000 अक्षर रुपी 6,50,000 एक कट्ठाका दरले बिक्री गर्ने भनी दुवै पक्षको रोहबरमा आगामी मिति 2081 साल चैत्र मसान्तरभित्रमा पास गर्ने गरी नेपाली रु 3 लाख अक्षर रुपी रु 3 लाख बैनाबट्टा स्वरूप म आसामी गौमाया तामाङले बुझी लिएको ठिक साँचो हो। यदि बाँकी रकम 5,70,500 अक्षर रुपी 5,77,500 आगामी मिति 2081 साल कार्तिक मसान्तरसम्म ब्याज नलाग्ने तर उक्त आखा अवधिभित्र बाँकी रकम चुक्ता नभएमा उक्त रकम 5,77,500 को ब्याज रु 2% का दरले ब्याज निज साहुले तिर्ने भनी दुवै पक्षको रोहबरमा र सरसल्लाह अनुसार छड्के किनाराका साँचीका रोहबरमा दुवै पक्षको राजी खुसीले यो बैनाबट्टाको कागज लेखाई तपाईँ साहु पूर्णिमा सुनारलाई दिए। इतिसम्म 2081 साल वैशाख 30 गते तपाईँ साहु हुनुभयो। ल पैसा दिने साहु पहिला पैसा दिएर अनि पछि जग्गा खाने खान्छ नि त्यही पैसा गर्नु अब यति सही भयो अब हामीले नै पर्दैन यहाँ साथी भन्नु मिल्दैन लेख्न पर्ने उहाँले लेख्नु हो त भयो अब लेख्नु हो त अब त्यो पैसा उहाँले लेख्नु हो त सही भयो सही हो साँची बस्यो ए उहाँको मान्छे चाहिँदैन छ राख्नु हुन्छ राखिदिनु उहाँलाई राखिदिने हो त्यही भनेको उहाँको नाम लेखिदिनु के उहाँको आफ्नो मान्छे चाहिएको नाराकारी होइन बसुती बजार कहाँनिर भयो त्यही पेरुङकै घर अगाडि हो रे के त्यही पेरुङको नाइ ए पेरुङ बयासीमा आइरहेको कि यताको बयासीको प्रेममा ए ऊ त्यो एउटा त्यहाँ घर छ नि त्यो सिङ्गे बिजन हेर के आयो बिजन के हो त्यो सिङ्गे दाइ घर भन्दा यतापट्टि घर हो त्यो कति वर्ष भन्नुहोस् जेनिसा हजुर 30 वर्ष भन्नु कि हेर्दैछ 33 अब ल्याउला ओ जिजु ल्याउला हजुर सधैँ खाने भने त खान्छ नाम भन्नु उता हेर्नु कमला परिवार दाजुले भन्नु सुन्नु ल्यायो बिजन हेर्दैछ जेनिसा ले भन्नु दादा भन न बा भन न ल्याउनु भन न दाम आएको बा भन न बा ल्याउनु भन ओ जेनिसा पैसा गर्नुभयो पुरा गर्नु दिदी बसेर गर्नु त उता बसेर मैले के भन्ने ल गर्नु गर्नु